हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। यो भिडियोमा हामी चाहिँ सीई कन्फिगरेसन अर्थात कलेक्टर इमिटर कन्फिगरेसनको बारेमा पढ्छौं। हाम्रो कन्फिगरेसन 3 वटा छ, जसमध्ये सीई कन्फिगरेसन चाहिँ आज हामीले यस भिडियोमा हेर्छौं र भिडियो चाहिँ अन्तिमसम्म हेरेर तपाईले यसको कन्सेप्ट लिन सक्नुहुन्छ। भिडियो मन परेमा एउटा लाइक र शेयर अवश्य पनि गर्नु होला। हुन्छ त साथीहरु, अब हामी भिडियो सुरु गर्छौं है त। तपाईहरुलाई सीई कन्फिगरेसन एक्जाममा पनि एकदमै इम्पोर्टेन्ट छ र एक्जाममा पनि बारम्बार सोधिरहेको क्वेशन हो सीई कन्फिगरेसनको बारेमा। यो सीई कन्फिगरेसनको एउटा जनरल डायग्राम मैले यहाँ बनाएको छु। यो डायग्रामबाट हामीले सीई कन्फिगरेसनको सबै टर्महरु सबै कुराहरु बुझ्छौं। अब सबभन्दा पहिला सीई कन्फिगरेसन यसरी बनाइन्छ कि तपाईको यो जुन बीई जंक्सन तपाईले देखिराख्नु भएको छ, यो बीई जंक्सन तपाईको फरवर्ड बायस्ड गरिन्छ र तपाईको यो सीबी जंक्सन जुन छ, सीबी जंक्सनलाई चाहिँ रिभर्स बायस कन्डिसनमा राखेर चाहिँ यो सीई कन्फिगरेसन बनाइन्छ। अर्थात तपाईको बी को पोटेन्शियल चाहिँ ई को पोटेन्शियल भन्दा धेरै हुन्छ। त्यस्तै बी को पोटेन्शियल भन्दा तपाईको यो सी को पोटेन्शियल चाहिँ तपाईको धेरै हुन जान्छ है त। र तपाईको यो बीई चाहिँ बीई जंक्सन जुन छ त्यो फरवर्ड बायस्ड कन्डिसनमा भएको भएर यो इमिटरमा त इलेक्ट्रोनहरु छन् सुरुमा। यी इलेक्ट्रोनमा इमिटरहरु के रे इलेक्ट्रोनहरु जो छन्, यी इलेक्ट्रोनहरु अब यहाँबाट एक्साइट भएर कहाँ जान्छन् भन्दाखेरि यो बेसमा जान्छन्। यो तपाईको तल इमिटर भयो, यो बेस भयो र माथि चाहिँ यो कलेक्टर भयो है त। यो जुन इमिटर छ, इमिटरबाट अब इलेक्ट्रोनहरु कहाँ जान्छन्, बेसमा जान्छन्। अब इलेक्ट्रोनहरु बेसमा गइसकेपछि इलेक्ट्रोनहरुसँग दुईवटा अप्सन छ कि त अब इलेक्ट्रोनहरु यो पाथ हुँदै आरबी तिर फ्लो गर्नु पर्यो कि भने यी इलेक्ट्रोनहरु अब यता कलेक्टर तिर फ्लो गर्नु पर्यो। अब दुईवटा अप्सन मध्ये कुन अप्सनमा जान्छन् होला त, यो कुरा बुझौं अब है। इलेक्ट्रोनहरु चाहिँ तपाईहरुको बेसबाट कलेक्टरमा जान्छन्। अब किन कलेक्टरमा जान्छन् त, एउटा बुझ्नुपर्ने कुरा यहाँ पनि छ। किन जान्छन् भन्दाखेरि हामीलाई के थाहा छ भन्दाखेरि यो जुन बेस छ, यो बेस चाहिँ हाम्रो के भएको हुन्छ भन्दाखेरि लाइटली डोपिङ भएको हुन्छ। लाइटली डोपिङ भएको हुन्छ, यो हामीले पहिले पनि पढिसक्यौं। इमिटरमा चाहिँ डोपिङ हाई हुन्छ, त्यसपछि बेसमा चाहिँ एकदमै कम हुन्छ र कलेक्टरमा चाहिँ ठिक्कको डोपिङ गरिएको हुन्छ। अब यहाँ जुन के छ भन्दाखेरि बेस छ, बेसमा चाहिँ तपाईको एकदम लाइटली डोपिङ हुन्छ। लाइटली डोपिङ भइसकेपछि यहाँ चाहिँ इलेक्ट्रोनहरु पनि कम छ र इलेक्ट्रोनहरु कम भइसकेपछि यो पोजिसनमा चाहिँ तपाईको होलहरु पनि कम हुन्छ है। र यहाँ जुन इलेक्ट्रोनहरु हुन्छ, इमिटरबाट इलेक्ट्रोनहरु जम्प गरेर जान्छ, उनीहरु चाहिँ आफ्नो जोडी खोज्न जान्छ। उनीहरु चाहिँ के खोज्न जान्छ भन्दाखेरि चाहिँ आफू रिकम्बाइन हुनको लागि होलको खोजीमा पनि यिनीहरु हिँडिरहेको हुन्छ के जम्प गरेर। र तर यहाँ चाहिँ हाम्रो इलेक्ट्रोनहरु कम छ, इलेक्ट्रोनहरु कम भएपछि स्वाभाविक हो होलहरु पनि कम हुने भयो, जसले गर्दा अब यी इलेक्ट्रोनहरु यहाँ नबसेर रिकम्बिनेसनको खोजीमा चाहिँ यिनीहरु अब कलेक्टरतिर मुभ गर्न थाल्छन्। यो एउटा केस भयो है, यसरी चाहिँ कलेक्टरतिर मुभ गरे। अर्को केस के हुन्छ भन्दाखेरि हामीलाई के थाहा छ भन्दाखेरि यो जुन बेस छ, बेसको साइज एकदमै सानो छ है। त्यसपछि चाहिँ यो जुन VCC छ, VCC को पोजिटिभ टर्मिनलबाट आएको पोजिटिभ टर्मिनलले तपाईको यो इलेक्ट्रोनहरु त नेगेटिभ टर्मिनल हो, नेगेटिभलाई चाहिँ पोजिटिभले अट्र्याक्ट गर्ने, जसले गर्दा यसको साइज सानो भएका कारण यी इलेक्ट्रोनहरु चाहिँ अब यसरी सी तिर मुभ गर्ने भयो। दुईवटा केसहरु यहाँ छ। कसरी जो हाम्रो इमिटरमा भएका इलेक्ट्रोनहरु सबभन्दा पहिला बेसमा गयो, किनकि यतातिरको पोटेन्शियल के हुन्छ, हाम्रो फरवर्ड बायस कन्डिसन हुन्छ, त्यही भएर चाहिँ बेसमा गयो। बेसमा गइसकेपछि अब त्यो बेसबाट चाहिँ इलेक्ट्रोनहरु चाहिँ कलेक्टरमा कसरी गयो, एउटा किन गयो भन्दाखेरि तपाईहरुको रिकम्बिनेसनको खोजीमा यो बेसमा चाहिँ धेरै इलेक्ट्रोनहरु होलहरु नभएकाले लाइटली डोपिङ भएको भएर होलहरु खासै हुँदैन, इलेक्ट्रोनहरु खासै हुँदैन, जसले गर्दा रिकम्बिनेसनको खोजीमा यिनीहरु चाहिँ अब कहाँ जान्छन्, कलेक्टरमा जान्छन् है। त्यसैगरी अर्को चाहिँ पोजिटिभ टर्मिनलले चाहिँ यिनीहरुले तानिराखेको हुन्छ, पोजिटिभ टर्मिनलले VCC ले तानिराखेको छ, जसले गर्दा यिनीहरु अब कलेक्टरमा जान्छन्। अब तपाईहरुको चाहिँ बेसमा त एकदमै थोरै इलेक्ट्रोनहरु छन्, जसले गर्दा यिनी इलेक्ट्रोनहरु फ्लो पनि एकदम कम भयो, जसले गर्दा बेसको करेन्ट चाहिँ रिलेटिभली स्मल हुन्छ। र कलेक्टरको जुन करेन्ट छ, कलेक्टर करेन्ट हुनुको पछाडी चाहिँ हाम्रो रिजन के छ भन्दाखेरि यही इमिटरबाट गएको इलेक्ट्रोनहरुले गर्दा चाहिँ कलेक्टरमा चाहिँ तपाईहरुको करेन्ट फ्लो गराउने हो। र यहाँनिर के बुझौं भन्दाखेरि चाहिँ यहाँनिर जुन करेन्टको डाइरेक्सन छ, यहाँ हेर्न सक्नुहुन्छ, करेन्टको डाइरेक्सन चाहिँ तपाईहरुको ठ्याक्कै इलेक्ट्रोनको फ्लोको अपोजिट हुन्छ। हाम्रो इलेक्ट्रोनहरु कसरी जान्छ, यसरी जान्छ हैन, यसरी गयो इलेक्ट्रोनहरु भने करेन्ट फ्लो चाहिँ यो डाइरेक्सनमा हुन्छ। यहाँ पनि सेम इलेक्ट्रोनहरु यसरी जान्छ, तर करेन्ट फ्लो यो डाइरेक्सनमा यसरी हुन्छ। यति कुरा चाहिँ यहाँ बुझ्नु पर्यो। अब यति बुझिसकेपछि यहाँनिर मैले टर्मिनोलोजीहरु लेखेको छु। इमिटर भयो, आरबी भनेको चाहिँ बेस टर्मिनलको रेजिस्टेन्स छ,
आरसी भनेको कलेक्टर टर्मिनलको रेजिस्टेन्स छ, भिबिबी भनेको यो चाहिँ सुरुको तपाईँको पोटेन्सियल, यताबाट इनपुट पोटेन्सियल तपाईँले जो दिनुहुन्छ त्यो इनपुटलाई हामीले भिबिबी भन्यो, र आरसी भनेको चाहिँ तपाईँको कलेक्टरमा भएको लास्टको यो पोटेन्सियललाई भनिरहेको छ है त। अब यति बुझिसके पछाडि यो हाम्रो जेनरल टर्मिनोलोजी हामीले यहाँ बुझ्यौँ। अब यस पछाडि चाहिँ हामी यसको केही क्यारेक्टरिस्टिक्स पढ्नुपर्छ, त्यो क्यारेक्टरिस्टिक्समा जाउँ है त। ल अब यहाँनिर एउटा हामीले इनपुट क्यारेक्टरिस्टिक्स भनेर लेखेका छौँ, यो पनि इक्जामिनेसन पोइन्ट अफ भ्यूले चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अब यसको इनपुट क्यारेक्टरिस्टिक्स पढौँ है त। सबभन्दा पहिला यो जुन सीई कन्फिगरेसनको इनपुट क्यारेक्टरिस्टिक्स भनेको के हो? सीई कन्फिगरेसनमा इनपुट क्यारेक्टरिस्टिक्स भनेको तपाईँको जुन इनपुट भोल्टेज भिबी हामीले सप्लाई गर्छौँ इनपुट भोल्टेज, र आइबी जुन छ, आइबी भनेको बेस करेन्ट, आइबी र भिबीको ग्राफ हो। जति बेलामा चाहिँ तपाईँहरूको चाहिँ यो भिसिई जुन छ आउटपुट भोल्टेज भिसिई, यसलाई चाहिँ हामीले के राख्छौँ भन्दाखेरि कन्स्ट्यान्ट राख्छौँ के। इनपुट भोल्टेज र आइबी जुन छ बेस करेन्ट त्यसको ग्राफ हो। कति बेलामा? जति बेलामा भिसिईलाई चाहिँ तपाईँहरूको कन्स्ट्यान्ट राखिन्छ। ल इनपुट क्यारेक्टरिस्टिक्समा फेरि हामी यही डायग्राममा आइसक्यो। अब यसमा चाहिँ हामीले इनपुट क्यारेक्टरिस्टिक्स बुझौँ है त। यहाँ चाहिँ के हुन्छ भन्दा तपाईँको जुन यो भिसिई छ, आउटपुटलाई हामीले के गर्छौँ कन्स्ट्यान्ट राख्छौँ भनेर भनिसके पछाडि यो भिसिईलाई हामीले कन्स्ट्यान्ट राख्छौँ। भिसिई कन्स्ट्यान्ट राखिसके पछाडि जो इनपुट भोल्टेज भिबिई छ, यो भिबिईको भ्यालु हामीले बढाउँदै जान्छौँ। अब यो भिबिईको भ्यालु बढाउँदै जाँदाखेरि चाहिँ तपाईँहरूको यहाँ त ब्यारियर पोटेन्सियल हुन्छ, कुनै एउटा ब्यारियर पोटेन्सियल हुन्छ, कुनै केसमा 0.7 हुन्छ, कुनै केसमा 0.3 हुन्छ, हामीले पढेको छ। अब ब्यारियर पोटेन्सियल जबसम्म क्रस हुँदैन, ब्यारियर पोटेन्सियल क्रस नहुँदाखेरि भोल्टेज तपाईँले बढाउँदै जाँदा करेन्ट तपाईँको चाहिँ एकदम लेस एमाउन्टमा, नेग्लिजिबल एमाउन्टमा बढ्छ तपाईँको, जसले गर्दा चाहिँ ग्राफमा पहिला के आयो, लिनियर टाइपको अथवा जुन बेस पोइन्ट हुन्छ त्योसँग लिनियर टाइपको ग्राफ बन्छ तपाईँको। तर तपाईँहरूको जब ब्यारियर पोटेन्सियल चाहिँ यसले क्रस गर्छ, सपोज कुनै ब्यारियर पोटेन्सियल 3 छ, 3 क्रस गर्यो भने अब त्यति बेला चाहिँ करेन्ट तपाईँको चाहिँ भक्तै बढ्न जान्छ, यानि कि अब ड्रास्टिकल्ली तपाईँको करेन्टमा चेन्ज आउँछ, जुन हामीले अब डायग्राममा हेर्छौँ है त। ल अब यो डायग्राम हेरेर यहाँनिर बुझौँ। तपाईँहरूको यो भिबी यतातिर मैले बनाएको छु भने चाहिँ आइबी चाहिँ यता छ, यो चाहिँ भिबिई इनपुट भोल्टेज र बेस करेन्ट बिचको ग्राफ हो। जति बेलामा चाहिँ भिसिईलाई कन्स्ट्यान्ट राखिन्छ। सुरुमा यसको लागि हेरौँ त। सुरुमा चाहिँ तपाईँहरूले पोटेन्सियल बढाउनु भयो, करेन्टमा कुनै चेन्ज आयो? कुनै चेन्ज आएन, किनकि अझै पनि यो कुनमा छ, ब्यारियर पोटेन्सियल भन्दा कम छ भिबिईको भ्यालु, जसले गर्दा यहाँ चाहिँ कुनै चेन्ज आएन। तर यहाँनिर पुग्ने बित्तिकै हेरौँ त, यसले चाहिँ ब्यारियर पोटेन्सियलले ओभरकम गरिदियो। ब्यारियर पोटेन्सियलले ओभरकम गर्ने बित्तिकै अब यो ग्राफ हेरौँ, लिनियरली यसरी सिधा माथि बढ्दियो है। यो ब्यारियर पोटेन्सियल जुन छ यसलाई चाहिँ हामीले नि भोल्टेज पनि भन्ने गर्छ, र करेन्ट चाहिँ यहाँनिर हेरौँ त हत्तै बढ्दियो कि बढ्दैन? बढ्दियो। अब यदि यहाँ भिसिईको भ्यालु है, भिसिईको भ्यालु चाहिँ मैले यो केसमा, एउटा केसमा चाहिँ मैले 5 भोल्ट यहाँ कन्स्ट्यान्ट गरेको थिएँ, जसले गर्दा यसरी बढ्यो है त। अब अर्को केसमा मैले चाहिँ भिसिईको भ्यालु 20 भोल्ट लिएँ। भिसिईको भ्यालु 20 भोल्ट लिने बित्तिकै तपाईँहरूको यो अब यो ब्यारियर पोटेन्सियलको भ्यालु पनि बढ्न जान्छ। सुरुमा ब्यारियर पोटेन्सियलको भ्यालु तपाईँको हेरौँ त 0.5 छ भने सेकेन्ड केसमा तपाईँहरूको ब्यारियर पोटेन्सियलको भ्यालु अझै बढ्दिन्छ, 10 पुग्यो अरे, 1 पुग्यो, सरी यो 0.5 हो भने चाहिँ 1 पुग्यो अरे ब्यारियर पोटेन्सियलको भ्यालु। तपाईँहरूले आउटपुट भोल्टेजलाई बढाउँदै लग्नुभयो भने 5 बाट 20 गर्नुभयो, यसै अझै बढाउँदै जानुभयो भने चाहिँ तपाईँको ब्यारियर पोटेन्सियलको भ्यालु पनि बढ्दै जान्छ। अर्थात् सुरुमा अब फर्स्ट केसमा चाहिँ हाम्रो यहीँनिर ब्यारियर पोटेन्सियल ओभरकम गरिदियो र लिनियरली बढ्दियो। सेकेन्ड केसमा अब के गर्छ, ब्यारियर पोटेन्सियलले ओभरकम गर्न अझै धेरै भोल्टेज चाहियो, अझै धेरै पोटेन्सियल चाहियो, भिबिईको भ्यालु अझै धेरै चाहियो, जसले गर्दा हल्का टाढा गएर चाहिँ अब फेरि यसरी माथि जाने हो। यति कुरा चाहिँ हाम्रो इनपुट क्यारेक्टरिस्टिक्समा बुझ्नु पऱ्यो। इनपुट क्यारेक्टरिस्टिक्समा के हुन्छ भन्ने कुरा यति हामीले बुझिसके पछाडि अब हामी यसको आउटपुट क्यारेक्टरिस्टिक्स पनि बुझ्छौँ है त। ओके, अब आउटपुट क्यारेक्टरिस्टिक्स बुझ्ने बेला फेरि हामी यही सुरुकै डायग्राममा आयो। यहाँ आएर हामीले के हेरौँ भन्दाखेरि चाहिँ आउटपुट क्यारेक्टरिस्टिक्स भनेको तपाईँको यहाँ कलेक्टरबाट एउटा करेन्ट जान्छ, आइसी करेन्ट। हेरौँ त, आइसी करेन्ट जुन छ यो आइसी करेन्ट र आउटपुट भोल्टेज भिसिई बिचको ग्राफ हो आउटपुट क्यारेक्टरिस्टिक्स भनेको। जति बेला चाहिँ तपाईँको के गरिन्छ भन्दाखेरि अब इनपुट करेन्ट आइबीलाई चाहिँ कन्स्ट्यान्ट राखिन्छ। अघिको केसमा के थियो, भिबिबी र आइबीको बिचमा ग्राफ थियो इनपुटमा, जति बेला भिसिईलाई कन्स्ट्यान्ट राख्यौँ। अब चाहिँ भिसिई र आइसी बिचको ग्राफ हो आउटपुट क्यारेक्टरिस्टिक्स भनेको, जति बेलामा चाहिँ इनपुट करेन्ट आइबीलाई चाहिँ हामीले अब कन्स्ट्यान्ट राख्छौँ है त। अब यसको पनि एउटा सिम्पल बेसिक कन्सेप्ट बुझौँ पहिला, त्यस पछाडि हामी यसको डायग्राममा जान्छौँ। यहाँ सुरुमा तपाईँहरूको चाहिँ के गरिन्छ भन्दाखेरि आइबीलाई चाहिँ कन्स्ट्यान्ट राखिन्छ। आइबीलाई कन्स्ट्यान्ट राख्नु पऱ्यो र
VCE को भ्यालु बढाउँदै जानु पर्यो त्यति बेला चाहिँ करेन्टमा कस्तो टाइपको चेन्ज आउँछ त्यो चाहिँ हामीले आउटपुट क्यारेक्टरिस्टिक्समा हेर्छौँ। अब सबभन्दा पहिला यसको चाहिँ हामी अब डायग्राममा जाउँ अथवा ग्राफमा जाउँ है त। ल यहाँनिर हेरौँ आउटपुट क्यारेक्टरिस्टिक्स अफ ट्रान्जिस्टर इन CE कन्फिगरेसन भनेर भनेको छ। अब यहाँ चाहिँ के हुन्छ तपाईँहरूको सबभन्दा पहिला IB को भ्यालु तपाईँहरूले एउटा कुनै फिक्स गर्नुहुन्छ है। IB को भ्यालु यसरी फिक्स गर्नुहुन्छ। IB को भ्यालु फिक्स गरिसके पछाडि भोल्टेज बढाउँदै बढाउँदै जानुहुन्छ र भोल्टेज बढाउँदै जाँदाखेरि तपाईँहरूको कुनै एउटा पोइन्टमा पुग्ने बित्तिकै अब त्यो करेन्ट अब बढ्न सक्दैन, जसले गर्दा चाहिँ अब त्यो के भइदिन्छ, स्याचुरेट भइदिन्छ है त। स्याचुरेट भइदिन्छ मतलब अब चाहिँ त्यो लिनियर टाइपको ग्राफ हेर्नुहोस् त, लिनियर टाइपको ग्राफ आइदिन्छ के। अब यो चाहिँ आउटपुट क्यारेक्टरिस्टिक्स चाहिँ तीनवटा रिजनमा काम गर्छ। तपाईँहरूको तीनवटा रिजन यहाँ देख्न सकिन्छ, एउटा स्याचुरेसन रिजन, एउटा एक्टिभ रिजन र अर्को चाहिँ हाम्रो के छ, कट अफ रिजन भनेर चाहिँ तीनवटा रिजनमा काम गरेको यहाँ देख्न सकिन्छ। ल सबभन्दा पहिला हामीले यो एक्टिभ रिजन बुझौँ। एक्टिभ रिजन भनेको के हो? एक्टिभ रिजन भनेको त्यो रिजन हो जहाँ चाहिँ तपाईँहरूको कर्भ चाहिँ अलमोस्ट होरिजेन्टल कन्डिसनमा हुन्छ। हेरौँ त, लिनियरली एकदम होरिजेन्टल टाइपको यहाँनिर कर्भ देख्न सकिन्छ। अलमोस्ट होरिजेन्टल कन्डिसनमा हुन्छ भने त्यति बेला हामीले चाहिँ के भन्नु पर्यो, एक्टिभ रिजन भनेर चाहिँ हामीले त्यति बेला बुझ्नु पर्यो। अब एक्टिभ रिजनमा के हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्छौँ। एक्टिभ रिजनमा चाहिँ तपाईँहरूको जुन कलेक्टर जङ्सन हुन्छ तपाईँको CB जङ्सन, त्यसलाई चाहिँ तपाईँहरूको चाहिँ के गरिन्छ भन्दाखेरि रिभर्स्ड बायस्ड गरिन्छ, जसले गर्दा चाहिँ तपाईँको VCE बढाउँदै जाँदा अब बेसमा डिप्लिसन लेयर बढ्छ र इमिटरबाट आएका इलेक्ट्रोनहरू चाहिँ अब बेसमा रिकम्बाइन नभएर, किनकि अब यतातिरको तपाईँले यो डायग्रामबाट हेरौँ है त। यो यहाँ हेरौँ त, तपाईँको यो केसमा चाहिँ तपाईँहरू के गरिन्छ, C जङ्सनलाई चाहिँ रिभर्स बायस्ड गरिन्छ भनेर भनेको छ। C जङ्सनलाई तपाईँहरूले रिभर्स बायस्ड गर्ने बेलामा चाहिँ तपाईँहरूको यो VCE को भ्यालु तपाईँहरूले अब बढाउँदै जानुभयो भने तपाईँको डिप्लेसन लेयर बढ्दै जान्छ। डिप्लेसन लेयर बढ्दै गयो भने यो बेसको डिप्लेसन लेयर हल्का के भइदिन्छ, लार्ज भइदिन्छ, जसले गर्दा अब यहाँबाट आएका तपाईँहरूको इलेक्ट्रोनहरू जो छ, सरी यहाँबाट पोटेन्सियल दिन्छ र यहाँबाट इलेक्ट्रोनहरू त जम्प गर्ने हो। इलेक्ट्रोन जम्प गर्ने बेलामा चाहिँ तपाईँहरूको अब के भइदिन्छ, यहाँबाट बेसमा चाहिँ तपाईँहरूको डिप्लेसन लेयर मोटो भइदियो, जसले गर्दा अब बेसमा त डिप्लेसन लेयर छ नि, जसले गर्दा इलेक्ट्रोनहरू अब कहाँ जान्छ, बेसमा डिप्लेसन लेयर भएको भएर बेसमा रिकम्बाइन गर्दैन, जसले गर्दा यिनीहरू चाहिँ अब कहाँ जान्छ, सिधै कलेक्टरमा जान्छ र कलेक्टरमा गइसकेपछि कलेक्टर करेन्ट हाई भइदिन्छ र कर्भ चाहिँ सार्पली बढ्ने हो। नेक्स्ट हाम्रो हुन्छ स्याचुरेसन रिजन। स्याचुरेसन रिजनमा कसरी काम गर्छ भन्दाखेरि तपाईँहरूको यो जुन VCE छ, यो VCE लाई घटाएर एकदम सानो 0.2 अलमोस्ट 0.2 भोल्ट त्यति चाहिँ बनाइन्छ। त्यो बनाउने बेलामा चाहिँ अब तपाईँहरूको यो CB जङ्सनलाई पनि फरवर्ड बायस्ड कन्डिसनमा राखिन्छ र B जङ्सन चाहिँ हाम्रो अलरेडी फरवर्ड बायस्ड कन्डिसनमै छ है त। दुईवटै फरवर्ड बायस्ड कन्डिसनमा हुने बेलामा चाहिँ हाम्रो कुनै पनि ट्रान्जिस्टरले चाहिँ तपाईँको स्याचुरेसन रिजनमा चाहिँ काम गर्छ है त। यो रिजनहरूको बारेमा हामीले चाहिँ अब स्विच एम्प्लिफायर भन्ने जो BJT ले काम गरिन्छ, स्विच र एम्प्लिफायरको रूपमा युज गरिन्छ, त्यति बेला चाहिँ यो हामीले पढ्न सक्छौँ। त्यो चाहिँ अब अर्को भिडियो हेर्नु होला तपाईँहरूले त्यसको लागि चाहिँ। र अर्को एउटा कट अफ रिजन हुन्छ। कट अफ रिजन भनेको चाहिँ तपाईँहरूको कुन रिजन हो भन्दाखेरि जति बेला चाहिँ तपाईँहरूको IB को भ्यालु चाहिँ अलमोस्ट 0 बनाइन्छ कि अथवा त्योभन्दा पनि सानो बनाइन्छ, त्यति बेला चाहिँ ट्रान्जिस्टरले तपाईँहरूको कट अफ रिजनमा काम गर्छ। यो रिजनमा चाहिँ तपाईँहरूको यो CB जङ्सन हुन्छ, यो पनि रिभर्स बायस्ड हुन्छ र B जङ्सन पनि रिभर्स बायस्ड हुन्छ। अब यसको चाहिँ हामी डायग्रामबाट एकपटक फेरि बुझौँ है त। ल यहाँनिर हेरौँ त, हाम्रो तीनवटा रिजन छ। एक्टिभ रिजन छ, स्याचुरेसन रिजन छ र हाम्रो लास्टमा कट अफ रिजन भनेर छ। एक्टिभ रिजन भनेको त्यस्तो रिजन हो जहाँ चाहिँ कर्भ अलमोस्ट होरिजेन्टल केसमा बसेको हुन्छ। स्याचुरेसन रिजन भनेको जति बेलामा चाहिँ तपाईँहरूले चाहिँ VCE आउटपुट पोटेन्सियल, आउटपुट भोल्टेज जुन छ VCE, त्यसलाई चाहिँ तपाईँहरूले घटाएर एकदम सानो अथवा 0.2 भोल्ट बनाउनुहुन्छ, त्यति बेलामा चाहिँ तपाईँहरूको CB जङ्सन पनि फरवर्ड बायस्ड हुन्छ र हाम्रो चाहिँ CE जङ्सन चाहिँ अलरेडी के हुन्छ, फरवर्ड बायस्डकै कन्डिसनमा छ। र जब दुईवटै जङ्सनहरू फरवर्ड बायस्डको कन्डिसनमा हुन्छ त्यति बेला चाहिँ कुनै पनि ट्रान्जिस्टरले चाहिँ स्याचुरेसन रिजनमा आउटपुट क्यारेक्टरिस्टिक्समा चाहिँ हाम्रो स्याचुरेसन रिजन त्यति बेला भन्न मिल्छ कि है। र कट अफ रिजन भनेको चाहिँ तपाईँहरूको IB को भ्यालु हेर्नुहोस् त 0 छ अथवा 0 भन्दा अझै सानो पनि बनाउन सकियो, सानो बनाउन सकियो, त्यो केसमा चाहिँ कट अफ रिजनमा काम गर्ने हो। कट अफ रिजनमा काम गर्ने बेला तपाईँको जुन दुईवटा जुन कलेक्टर बेस र कलेक्टर इमिटर दुईवटै जङ्सनहरू चाहिँ तपाईँहरूको रिभर्स बायस कन्डिसनमा राखिएको हुन्छ। यति कुरा चाहिँ हामीले अब पढिसकेका छौँ। यो चाहिँ हामीले CE कन्फिगरेसनमा चाहिँ हामीले यति कुराहरू पढ्नुपर्छ। सबभन्दा पहिला के पढ्यौँ हामीले, CE कन्फिगरेसनमा के हुन्छ त्यो टर्महरू एकपटक बुझ्यौँ। त्यस पछाडि चाहिँ यसको इनपुट क्यारेक्टरिस्टिक्स भनेको कस्तो क्यारेक्टरिस्टिक्स हो, त्यसपछि आउटपुट क्यारेक्टरिस्टिक्स भनेको कस्तो क्यारेक्टरिस्टिक्स हो र आउटपुट क्यारेक्टरिस्टिक्समा चाहिँ कुन कुन रिजनमा काम गर्छ, तीनवटा रिजन हामीले पढिसकेका छौँ। यति भए पछाडि चाहिँ यसको बारेमा जेनरल कन्सेप्ट यति नै हो। यति बुझेपछि तपाईँहरूलाई CE कन्फिगरेसनको बारेमा अब केही
सजिलो हुन्छ है त। ल यति हाम्रो आजको भिडियो थियो। तपाईहरुलाई भिडियो मन परेमा चाहिँ भिडियोलाई चाहिँ लाइक शेयर गर्न चाहिँ नबिर्सिनु होला। मन परेमा चाहिँ अरूहरुले पनि शेयर गर्नु होला र सब्स्क्राइब पनि गर्नु होला। आजको भिडियोमा यति थियो। अब हामी अर्को भिडियोमा चाहिँ बीजेटीलाई स्विचको रूपमा कसरी प्रयोग गर्न सकिन्छ र बीजेटीलाई चाहिँ तपाईहरुको चाहिँ एम्प्लिफायरको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ पढ्छौं है त। ल थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो।